हेलो एभ्रिवान, गुड मर्निङ। आज वैशाख 1 गते 2083 सालको सबैमा हार्दिक मङ्गलमय शुभकामना। हामीहरू मुक्तिनाथ दर्शनको लागि हिँड्ने तयारीमा छौँ। आज वैशाख 1 गते हामीहरू साँझ चाहिँ दिदीको घरमा पिपरामा पुगिसकेका थियौँ। आज चाहिँ हाम्रो पारिवारिक सानो सानो पार्टी पनि गरेर अनि रमाइलो गरिरहेका छौँ। अब भोलि चाहिँ उठेर एकछिन माइत जाने हो, अनि पछि फेरि हामी पिपरादेखि नै मुक्तिनाथको लागि जाने हो। यहाँ बहिनीहरूले टिकटक बनाएर रमाइलो गर्दैछन्। अब चाहिँ छिटो टिकटक बनाऊ, सुतमै थकै लागेको छ भनेर पनि हामीहरूले भनिरहेका थियौँ। भोलि हिँड्नु छ नि त मुक्तिनाथको लागि। अब चाहिँ हामी पिपरादेखि मुक्तिनाथ जानको लागि हिँडिसकेका छौँ। यसरी हामीहरू सपरिवार भएर मुक्तिनाथ जानलाई हिँडिरहेका छौँ। अब हिँड्दा हिँड्दै हामीहरू पिपरादेखि लगभग पाल्पातिर पुगिसकियो। अब हामी पाल्पामा अलि गाडीमा हावासावा भराएर फेरि हिँडिसकेका छौँ। यहाँदेखि हामी अलि पाल्पादेखि तल रेडीतिर गएर पनि यसो त्यहाँ चाय नास्ता खायौँ, अनि यसो गङ्गा नहायौँ। त्यसपछि फेरि फोटोसोटो सेल्फी खिच्यौँ, रमाइलो गऱ्यौँ। त्यसपछि हामीहरू फेरि त्यहाँदेखि पनि अगाडि बढ्ने उसमा हुनेछौँ। यो गाडीमा हामीहरू यसरी भिडियोहरू सेल्फीहरू खिच्दै रमाइलो गर्दै गइरहेका छौँ। अब यहाँदेखि हामीहरू तपाईँहरू देख्न सक्नुहुन्छ, हामीहरू मुक्तिनाथ दर्शनको लागि हाम्रो यात्रा राम्रो होस्, सफल होस्, यही भन्न चाहन्छु तपाईँहरूलाई। अब यहाँ रुरु क्षेत्र मुक्ति के रिडीमा चाहिँ हामीहरूले यसरी सेल्फीहरू पनि लियौँ। यो चाहिँ रिडीको सिन हो। अब हामी रूपसे झरना पुगिसकेका छौँ। यहाँ हामीहरूले सेल्फी गऱ्यौँ, फोटोहरू खिच्यौँ, सेल्फी खिच्यौँ, भिडियोहरू पनि बनायौँ। एकदम राम्रो देख्नलाई। तपाईँहरू देख्न सक्नुहुन्छ यो झरना कति माथिदेखि झरेको छ। यहाँ नानीले आफ्नो भिडियो बनाएको छ, यो हामी सबैसँग। त्यसपछि हामीहरूले चाहिँ भिडियो अरूहरू पनि बनाउँछौँ, फोटो खिच्छौँ। यहाँ चाहिँ हेरेर रमाएर एकदम रमाइलो लाग्यो। देख्न पनि बाफ्रे झरना कहाँदेखि झरेको छ। अब चाहिँ एउटा टिकटक रिल्स भनौँ, टिकटक भनौँ, आमासित पनि बनाएको छु। एकदम रमाइलो लागिरहेको छ। चिसो हावा, धेरै चिसो हावा। त्यसपछि हामीहरू यहाँदेखि कागबेनीको लागि फेरि हिँडिसकियो। काली गण्डकी किनारे कहिले दायाँ साइडमा काली गण्डकी पर्छ, कहिले बायाँ साइडमा काली गण्डकी पर्छ। पुरै तपाईँको जो रिडीदेखि नै काली गण्डकी दाएँ बाएँ हुँदै हामीहरू काली गण्डकी शिरतिर जाँदै हो। बाटो एकदम राम्रो छ, सजिलो छ। कहीँ ठाउँमा कच्चा पनि छ, खोलाले खोलेर होला। अनि कहीँ ठाउँमा त एकदम राम्रो पक्का बाटो छ। धेरै जसो बाटो त पक्का नै छ, खोला खाल्साहरूमा मात्रै हो यस्तो कच्चा बाटो भएको। बाँकी चाहिँ बाटो एकदम राम्रो छ, रमाइलो छ। डाँडा काँडा पखेरा हेर्दै हामी काली गण्डकी तिरै यसरी चाहिँ मुक्तिनाथ दर्शनको लागि जाँदैछौँ। हाम्रो चाहिँ साँझको बास चाहिँ कागबेनीमा हुनेछ। कागबेनीमा हाम्रो बास चाहिँ कागबेनीमा अन्नपूर्ण होटलमा हुनेछ। अनि हामीहरू यसरी खोला नाला किनारे बगरै हुँदै कागबेनीसम्म साँझसम्म कागबेनी पुग्ने हाम्रो इरादा हो। पुगिन्छ पनि, ड्राइभर साहबले भन्नुभएको छ साँझसम्म कागबेनीमा पुर्याइदिन्छु भनेर आरामसित। बिच चाय नास्ता गराउँदै, टोइलेट बाथरुम गराउँदै लान्छ गाडीले। कोही चिन्ता छैन, कोही फिक्कर छैन। अब यी हिमाल पनि देखिन थाल्यो। एकदम राम्रो लाग्छ जब हिमाल देखिन्छ चारैतिर। यो सूर्यास्तको हिमाल हो, हेरपरि यहीँ सूर्यास्त हुँदैछ। हिमाल कस्तो राम्रो चम्किएको छ। ल, हामीहरू यसै गरी कागबेनीसम्मको यात्रा गर्दैछौँ। भोलि चाहिँ हाम्रो मुक्तिनाथको दर्शन हुनेछ। त्यहाँ पिण्डदान गरेर अनि हामीहरू मुक्तिनाथ जाने इरादाले अमावस्या पारेर हिँडेको।
हामी अन्नपूर्ण होटलनिर पुग्यो। सामान उतारिसकेपछि ट्याक्क च्याङ्राहरू पनि आएको हुनाले च्याङ्रासँग पनि हामीहरूले भिडियो बनायौँ, फोटो खिच्यौँ। त्यसपछि आजको रात चाहिँ यही अन्नपूर्ण होटलमा बिताइयो। बिहान 3 बजे उठेर अब चाहिँ बिहानै 3 बजे उठेर हामीहरू कागबेनी कालीगण्डकी किनारे पिण्डदानको लागि जाँदैछौँ। हामीलाई चाहिँ ड्राइभर साहबले भन्नुभएको थियो, बिहान जति सक्दो छिटो तपाईँहरूले पिण्डदान गर्नुभयो भने उति छिटो हामी मुक्तिनाथको लागि यहाँदेखि प्रस्थान गर्छौँ। छिटो गरिएन भने चाहिँ माथि मुक्तिनाथमा गाडी पार्किङको समस्या हुन्छ भन्नुभएको थियो। त्यस कारणले हामीहरू बिहानै 3 बजे उठेर कालीगण्डकी स्नान गरियो। स्नान गरिएपछि हामीहरू पिण्डदान गर्दैछौँ। यो करिब बिहान 3:30 पौने 4 बजेको यो हेर्नुहोस् तपाईँहरूले, यो नजारा हो। यहाँ सबैजना 3 बजेदेखि 4 बजे 3 बजेदेखि पिण्डदानको लागि कालीगण्डकी किनारे आउँदो रहेछन्। किनभने माथि जानुपर्छ नि त, छिटो गरेर तयार भएर फेरि माथि मुक्तिनाथ दर्शनको लागि जानुपर्छ। त्यस कारणले आज विशेष गरी अमावस्या हुनाले धेरै नै भिड छ, बिहानैदेखिको भिड छ। अब हामीहरू यहाँदेखि पिण्डदान गरेपछि त्यसपछि फेरि अन्नपूर्ण होटलमै जान्छौँ। उहाँ अन्नपूर्ण होटलमा अरूहरू बस्नुभएको छ, जसलाई पिण्डदान दिनु छैन उनीहरू चाहिँ उहीँ बसिरहेको हुनाले हामीहरू फेरि होटलमै जान्छौँ। हामीहरूलाई दादाले 3 दिन पहिले नै होटल बुक गरिदिनु भएको हुनाले धेरै नै सजिलो भयो। थ्याङ्क यू दाइ हजुरलाई, किनभने होटल पुरा फुल थियो नि त। 3-4 दिन पहिलेदेखि बुक गरिदिएको हुनाले यहाँ रहनलाई चाहिँ हामीलाई केही समस्या परेन। एकदम राम्रो व्यवस्थावाला होटलमै गरिदिनु भएको हुनाले राम्रोसँग त्यहाँ ठहर्नलाई सजिलो भयो। अब हामी चाहिँ यी पूजा सकिसकेपछि फेरि हिँडियो माथि। हरियो भन्ने त तपाईँले यहीँ कागबेनीमा मात्रै देख्न सक्नुहुन्छ। यहाँबाट उकालो लागेपछि कहीँ हरियो भन्ने देख्न पाइँदैन। यो अब हामी तयार भएर माथि मुक्तिनाथ दर्शन गर्न जानको लागि बिहान करिब 6-6:30 बजेको यो मौसम देख्न सक्नुहुन्छ। माथि घाम लागिसकेको छ हिमालतिर। अब यहाँ सानो भिडियोहरू फोटोहरू गरेर हामीहरू गाडीमा बसेर मुक्तिनाथ दर्शनको लागि जाँदैछौँ। हामी बिहान 6 बजे चाहिँ उकालो लागेको हो मुक्तिनाथ दर्शन गर्न जानको लागि, किनभने पार्किङको समस्या हुन्छ भनेर भनेको हुनाले हामीहरू बिहान छिट्टै तयार भएका थियौँ। हिमालमा कस्तो राम्रो घाम लागिसकेको छ। यी हामीहरूले सेल्फीहरू पनि खिचियो, भिडियोहरू पनि लियो। अब गाडीमा चाहिँ हामी उकालो लाग्ने तयारीमा छौँ। अब हामी मुक्तिनाथ दर्शन गर्न जानको लागि गाडीमा गयो। खोइ कति टाइम लाग्यो मलाई एक्ज्याक्ट मैले घडी त हेरिनँ, लगभग 1.5 घन्टाको समय लाग्यो होला जस्तो लाग्छ मलाई कागबेनीदेखि मुक्तिनाथ जानको लागि गाडीमा। त्यहाँ गएर हामीलाई गाडी पार्किङ गर्न केही समस्या पनि भएको थिएन। नानीले चाहिँ हात चिसा भए मम्मी भनिरहेको छ। यहाँ चाहिँ कागबेनीदेखि जब हामी मुक्तिनाथको तर्फ जाने गर्छौँ नि, त्यहाँ चाहिँ अलिक सास लिनलाई चाहिँ अलिक प्रब्लम हुन थाल्दो रहेछ। आमालाई चाहिँ अलि धेरै नै समस्या भएको थियो सास लिनको लागि। हामीहरूलाई त्यति भएन। जब माथि जसो अलि माथि हामीहरू जान लाग्यौँ, उति अलि सास लिनलाई समस्या हुन थाल्यो। त्यसपछि हामीहरू चाहिँ म चाहिँ घोडामा यसरी गएँ। अनि आमा र मामा चाहिँ डोलीमा जानुभयो, माइजू पनि डोलीमा जानुभयो, भाउजू नानी मेरो बुढो चाहिँ पैदल माथि जानुभयो। त्यसपछि हामीहरू यस्तै गरी माथिसम्म जाँदैछौँ। आमालाई चाहिँ डोलामा लिएर गइयो, मामा पनि डोलामा जानुभएको थियो, किनभने उहाँहरू अलि उमेर भएको हुनुहुन्छ नि त, हिँड्नलाई अलि गाह्रै भयो। घोडामा पनि सम्हालेर बस्न नसक्ने अवस्था। त्यस कारणले 2 जनालाई डोलीमा 2-3 जना घोडामा गरेर गयौँ। हिँड्न सक्ने चाहिँ पैदल जानुभयो। त्यसपछि हामी अब मुक्तिनाथमा लगभग पुगिसकियो। अब यहाँ हामीहरूले मुक्तिनाथमा पुगिसकेपछि बिचमा फोटो पनि खिचियो, सेल्फी पनि लियो। त्यसपछि हामीहरू यहाँ गएर काँसो लाग्यो भाइ। यहाँ गएर हामीहरूले एकदम राम्रोसँग स्नान गरियो, ड्रेस चेन्ज गरेर 108 धारा
स्नान गरियो। स्नानपछि त्यहाँ 2टा कुण्ड छ, 2टा कुण्डमा पनि डुब्की लगाइयो। ठन्डा बहुत चिसो मौसम, सास लिनलाई अलि समस्या जस्तो भए जस्तो थियो मलाई त। त्यसपछि हामीहरूले छिटो गरेर पूजापाठ गऱ्यौँ, स्नान गऱ्यौँ, पूजापाठ गऱ्यौँ। अनि जताततै हेऱ्यौँ। अमावस्या हुनको कारणले आजको दिन चाहिँ मुक्तिनाथमा धेरै भिड थियो। यो मन्दिरभित्र दर्शन गर्न जानको लागि लाइन हो, डबल लाइन लागेको थियो। एकदम चिसो, यी नुहाइसकेपछि त सास लिनलाई अलि गाह्रो नै भइसकेको थियो, किन भन्दा पानी धेरै चिसो थियो नि त। आमाले सक्नु भएन, त्यही भएर यसै गरेर यसो धारामा गएर अनि बस धाराले यसरी जल अर्पण गर्नुभएको छ। उहाँले चाहिँ नुहाउन त सक्नु भएन। त्यसपछि हामीहरूले सबैजनाले यसै गरी नुहायौँ पालो। अनि मुक्तिनाथमा नहाने स्नानपछि दर्शन गरिसकेपछि अनि हामीहरू त्यहाँ पूजापाठ गऱ्यौँ। एकदम आनन्दले गऱ्यौँ। अब अलिअलि सासको प्रब्लम भए पनि यति टाढाबाट आइसकेको छ, आत्तिएर त भएन नि भनी पनि गऱ्यौँ। अनि भाउजूहरू चाहिँ मन्दिरभित्र जानुभयो। उहाँहरूलाई चाहिँ सासको त्यति प्रब्लम भएन। मैले चाहिँ सकिनँ, म मन्दिरभित्र चाहिँ जान सकिनँ, बाहिरै बसेँ। अनि हामीहरूले यसरी स्नान गरिसकियो। त्यसपछि यो भिडियो चाहिँ भाउजूले गरिदिनु भएको थियो। हामीहरूले स्नान गरिरहेको बेलामा भाउजूले चाहिँ भिडियो गरिदिइरहनु भएको रहेछ। अनि मैले फेरि पछाडि यो भिडियो पनि राखेको छु। चिसो हेर्नु कति मान्छेहरू सबैजनाले स्नान गर्नुभएको छ। काँसो लाग्यो मलाई। 10-15 दिनदेखि नै चिसो भएको हुनाले काँसो सन्चो भएको छैन। यहाँ स्नान गरियो, ठाउँको पानी खाने मौसम चेन्ज भएर पनि होला त्यति राम्रोसँग खाँसो सन्चो भएको छैन। अब चाहिँ हामीहरूले पूजा गर्ने, हामीहरूले पूजापाठको सारा सामग्री चाहिँ घरैदेखि लगेका हुनाले सजिलो भयो, उहाँ धेरै किन्नु पनि परेन। त्यसपछि पूजाउजा गरियो, धेरै राम्रो लाग्यो। अनि फेरि सबैजना त्यहाँ जति पनि भक्तजनहरू जानुहुन्छ सबैजनाले स्नान गर्ने। अब आजभोलि त सबैले भिडियोहरू फोटोहरू खिच्ने गर्नुहुन्छ, सबैको हातमा मोबाइल छ, क्यामेरा छ, सबैजनाले आफ्नो भिडियोहरू गर्नुहुन्छ यादगारको लागि, भविष्यमा देख्नको लागि है। यो राम्रो हो। सुविधाको अनुसारले हामीहरूले पनि आफ्नो भिडियो फोटोहरू खिच्दै गयौँ, खिच्यौँ, रमाइलो राम्रोसँग दर्शन गऱ्यौँ, पूजा गऱ्यौँ रमाइलोसँग। यहाँ हेर्नुहोस्, एउटो बुटामा कहीँ पात भन्ने छैनन्। बुटा त देखिन्छ सबै सुकेको जस्तो देखिन्छ, तर यो बुटा सुकेको त छैन। सबैमा कसै पनि बुटामा पात भन्ने हरियो भन्ने छैन कि। चारैतरफ हिमालै हिमाल। त्यहाँ चाहिँ बिचमा चाहिँ भइरहेको थियो भन्छन्, बरफ पनि परिरहेको थियो अरे। हामी जाँदा त बरफ परेको थिएन। यो हाम्रो मुक्तिनाथ मन्दिर तपाईँहरूले दर्शन गर्न सक्नुहुन्छ। भिडियो मार्फत चाहिँ दर्शन गर्नुहोस्। अनि हामीहरूले यहाँ हवन गऱ्यौँ, पूजा गऱ्यौँ। पूजा गरिसकेपछि फेरि हामीहरूले यसरी फोटोसोटो पनि खिच्दै पूजा गर्दै गऱ्यौँ। पूजा गरिसकेपछि छोरी साथैमा थियो नि त, फेरि हामीहरूले वहीँ नै छोरीलाई पूजा गरेर अनि टिका लगाइदियौँ। अनि कन्या एउटै थियो, सबैजनाले वहीँ उसैलाई टिका लगाइदिनु भयो। पैसा देखाउँदैछ है, टिका लगाएपछि पैसा मिल्छ भनेर हेर न। बच्चाहरू त हो नि, कति खुसी भयो कि है मिरियाममै। अब चाहिँ मैले यसो मन्दिरसँग भिडियो गर्छु भनेर भिडियो गर्दैछु। अनि यही भिडियोको मार्फतदेखि तपाईँहरू पनि दर्शन गर्नुहोला। त्यसपछि हामीहरू सुस्त अब ओह्रालो लाग्नु पर्यो, पार्किङतिर जानु पर्यो नि त। ओहो, सबैजना अलग झरियो, म चाहिँ एक्लै परेँ। डन्डा लिएर बल्ल म झरेँ।
अलिकति सिँढी छ त्यहाँ। त्यति सिँढी झर्दा झर्दै म कमसेकम 10 थाम बसेँ होला। मलाई अलिक गाह्रो भयो थियो सास लिनलाई, तर केही छैन। मैले मुक्तिनाथको दर्शन गरेँ। यहाँ गएपछि धेरै पापहरू तर्छ, पाप कट्छ भन्ने हामीहरूको पुरानो परम्परा छ, भनाइ छ है। अब मैले जो पनि पाप गरेको छु भगवानले हेरिदिनु हुनेछ, बुझिदिनु हुनेछ भन्ने आशा राख्दै म चाहिँ एक्लै ओह्रालो झर्दैछु। सबैजना आफ्नो अलग अलग भएर हामीहरू झर्दै गइयो। अब यसरी तल झरिसकेपछि चाहिँ यहाँ मुक्तिनाथ मन्दिरको बाहिर निस्कने गेट, भित्र जाने पनि गेट यही हो। एक साइडबाट उकालो जान्छ भने एक साइडबाट ओह्रालो झरेर बाहिर निस्कने हो। अनि त्यसपछि हामीहरू मुक्तिनाथ दर्शन गर्दै हिँड्दै सुस्त भए पनि आइयो। यहाँ अलि हिँड्दा अलि गाह्रो हुन्छ, किन भन्दा अक्सिजनको कमी हुन्छ नि त। त्यस कारणले हिँड्नलाई चाहिँ खुट्टै चल्दैन हो। यहाँ त खुट्टा चाल्न अलि गाह्रो हुने। फेरि पनि हामी चाहिँ सुस्त गरेर तल आइपुग्यौँ। अब सबैजना गाडीमा आइसकियो। त्यसपछि हामीहरू गाडीमै यसरी ओह्रालो लाइयो। अब तल कागबेनीतिर आइसकेपछि त हरियो देख्न पाइन्छ नि त। अब हरियो दर्शन गरिसकेपछि हिँडियो। अब तल हामीहरू मार्फा तल झरेर एक जग्गा खाना खिलाउनु भएको थियो ड्राइभर साहबले। त्यसपछि हामीहरूले त्यहाँ खानासाना खाएर अनि हामी मार्फा भन्ने गाउँमा जाने। त्यहाँ रुकेर अनि फोटोहरू खिच्ने, भिडियोहरू बनाउने भन्ने कुरा गर्दै फोटो खिच्दै भिडियोहरू बनाउँदै हामीहरू मुस्ताङ मार्फत भन्ने ठाउँमा गएर फेरि एकछिनको त्यहाँ हाम्रो होल्ड हुनेछ। त्यहाँ चाहिँ ड्रेसअपहरू गरेर फोटो खिच्ने, भिडियो बनाउने गर्छन् भन्ने मैले पहिलेदेखि भिडियोमा देखिरहेको थिएँ। रिल्सहरूमा मैले सुनेको थिएँ, भिडियोमा। त्यस कारणले मैले छोरीलाई भनेको थिएँ त त्यहाँ मार्फामा गएर ड्रेस लगाएर अनि भिडियोहरू बना ल नानी, म चाहिँ सक्दैन, थकै लाग्यो भने। अनि भाउजू, छोरी अनि मेरो सोल्टिना भएर चाहिँ मार्फामा गएर भिडियो बनाउने भन्दै आएर अनि ऊ तिनजनालाई चाहिँ ल सम्झना हुन्छ, तपाईँहरू भिडियो बनाउन जानु होला है भन्दै कुरा गर्दै हामीहरू मुस्ताङ मार्फा भन्ने ठाउँमा होल्ड गऱ्यौँ। त्यसपछि नानीलाई चाहिँ मैले त चाहिँ बनाएँ भिडियो भनेर पठाइदिएको थिएँ। उसले चाहिँ आफ्नो उहाँको ड्रेसहरू ट्रेडिसन भन्छ, के भन्छ इङ्ग्लिसमा, त्यहाँको फेसनको हिसाबले ड्रेसहरू लगाएर भिडियो बनायो। उसको त मोबाइलै खसिन्छ है भिडियो बनाउँदा, हाँस्दैछ। ल भिडियो बनाउँदैछ उसले। अनि टिकटक भिडियोहरू बनाए सम्झनाको लागि। यसरी भिडियो बनाइसकेपछि अनि भाउजूले पनि आफ्नो एउटा भिडियो बनाउनु भएछ। अनि मलाई यिनीहरूले भिडियो दिनुभएको थियो। त्यसपछि मैले भिडियो पनि माइजू भान्जीको राखिदिएको छु। मलाई पनि कति रहर थियो यस्तै गरेर भिडियो बनाउने, त्यो ड्रेस लगाएर फोटो खिच्ने। म अलि सकिनँ, मलाई धोक भयो। त्यस कारणले म गइनँ। मैले नानी त जा भनेर छोरीलाई पठाएँ। भाउजू जानुभयो, सोल्टिना जानुभयो। अब हामी यता बेनीतिर आएर बासा बस्ने भनेर अनि हिँड्यौँ। बेनी आएर बासा बस्यौँ। यो बेनीको होटलको सिन हो। हामी बुढाबुढीले चाहिँ फोटो खिच्यौँ। त्यसपछि बिहानै उठेर तातो पानी, त्यही नजिकै तातो पानीमा गएर हामीहरूले तातो पानीमा नुहाइयो। नुहाइसकेपछि अब ड्रेसहरू लगाइसकियो। हेर्नु न कस्तो रातो भएको छ गाला। बाबा रे बाबा, त्यस्तो तातो पानी छ। सुरुमा त तातो पानीमा जम्म जाँदा चाहिँ एकदम चरत्तै पोल्छ हो। त्यसपछि हामीहरू तातो पानी नुहाइसक्यौँ। तातो पानी नुहाएर सबैजनाले यहाँ भिडियो गऱ्यौँ। तातो पानी नुहाइसकेपछि अलिक गाह्रो भयो भने तातो पानी पिने गिलास, त्यसपछि फ्रुटीहरू जुसहरू पिने भनेर भन्दा रहेछन्। हामीलाई त त्यस्तो केही समस्या भएन। त्यसपछि यहाँ मन्दिर पनि हुनुहुन्छ, उहाँ चाहिँ हामीहरूले दर्शन पनि गरियो। अनि फेरि तातो पानी नुहाएपछि त शरीर हल्का चिसोबाट आयो। अनि तातो पानीमा डुब्की लगाइसकेपछि त शरीरमा हल्का पन त महसुस भइहाल्छ नि। अनि त्यहाँ चाहिँ तातो पानी नुहाउनलाई 50 रुपियाँ फिस पर्दो रहेछ।
आमाले नुहाइसक्नुभयो, यो भाउजूले नुहाइसक्नुभयो, मामा माइजूले पनि नुहाइसक्नु भएको छ। म त चाहिँ पहिल्यैदेखि रेडी भएर बसिसकेको, यहाँहरू पनि रेडी भइसक्नु भयो। अनि मेरो बुढो चाहिँ नास्ता खानलाई होटलमा बसिसक्नु भएको छ। केलाई भन्दा सुगर छ नि त, दबाई खानको लागि। त्यसपछि हामी तातो पानी भइसकेपछि गलेश्वर मन्दिर जाने भनेर अब हिँड्यौँ। त्यसपछि हामी यहाँ गलेश्वर मन्दिर नजिकै ड्राइभरले उतारिदिनु भएको छ। सोल्टिनालाई पनि कति भिडियो बनाउने रहर लाग्छ है, आमा भाउजू नानी। अनि अगाडि हामीहरू हिँड्दैछौँ। गलेश्वर मन्दिर मुक्तिनाथ गएर आइसकेपछि गलेश्वर मन्दिरमा दर्शन गर्नुपर्छ। मुक्तिनाथ मन्दिरदेखि ल्याएको जल गलेश्वर मन्दिरमा चढाउनु पर्छ भन्ने मान्यता छ। हामीहरूले पनि सुनेअनुसार, सबैले भनेअनुसार त्यहाँ उत्रेर मुक्तिनाथदेखि ल्याएको जल चाहिँ गलेश्वर मन्दिरमा जल चढाउने भनेर अनि हामीहरू पनि गयो। यहाँ ठुलो शिला छन्, पत्थरको ठुलो शिला छन्। पत्थर शिलामाथि नै मलाई झ्याट्ट भन्न नआएर मैले पत्थर शिला भने। यिनलाई चाहिँ चक्रशिलै भनिन्छ। चक्रशिलामाथि गलेश्वर धाम मन्दिर बन्नुभएको छ। उहाँ दर्शन गऱ्यौँ सबैजनाले। यसरी हामीहरू मन्दिरको तर्फ जाँदैछौँ। यो मन्दिर चाहिँ पुरा ठुलो साइजको चक्रशिला छन् यहाँ। जसलाई ढुङ्गो, हामीले त अब ढुङ्गै भनेर यसो हेर्दाखेरि ढुङ्गै भनेर देख्यौँ, तर उहाँलाई चाहिँ हामी ढुङ्गो भन्ने हिँड्छ, चक्रशिला भनेर भन्ने रहेछ। अझ हामीहरूले चाहिँ आपसमा कुरा पनि गऱ्यौँ, कति ठुलो ढुङ्गोमाथि मन्दिर रहेछ है भन्ने कुरा पनि गऱ्यौँ। तर त्यसलाई हामी चाहिँ चक्रशिला भनेर भन्नु पर्दो रहेछ। उहाँ चाहिँ हामीहरूले मुक्तिनाथदेखि लिएर आएको जल लगेर चढाउने भनेर दर्शन गर्नलाई यसरी गयौँ। सबैजनाले भिडियो गर्दै कुरा गर्दै गइयो, दर्शन गरियो, रमाइलो लाग्यो, फोटा खिचियो। नानीहरूसँग, बुढोसँग, भाउजूसँग सबैजनाले यसरी सेल्फी लिँदै, फोटो खिच्दै, दर्शन गर्दै गऱ्यौँ। मन्दिरमा गएपछि त यति शान्ति मिल्छ, मलाई त जति बिति शान्ति मिल्यो यहाँ गएर दर्शन गरेर। त्यसपछि दर्शन गरिसकेपछि यो हेर्नु चक्रशिला कति ठुलो छ। मैले चाहिँ यिनलाई हेर्नु न, यहाँ ढुङ्गो कति ठुलो, कहीँ जोड छैन, कहीँ फुटेको छैन, यति ठुलो पनि ढुङ्गो रहेछ भनेर भने। तर यहाँ चाहिँ ढुङ्गो रहेन रहेछ, यहाँलाई चक्रशिला भन्ने रहेछ। अनि हेर्नु यति ठुलो चक्रशिला छ यहाँ। यही ढुङ्गामाथि एउटा बुट्टा पनि देख्नुहुन्छ। उता साइडमा मन्दिर छन्, सबै देवी देवताहरूको मन्दिर छन्। भगवान्जी हिँडेका पाइलाहरू पनि जग्गा जग्गा देखिन्छन्। त्यसपछि हामीहरूले यसरी आपसमा कुराकानी गर्दै, फोटो खिच्दै, तपाईँहरूलाई कस्तो लाग्यो दर्शन गरेर भनेर एक दुस्रासँग सोध्दै कुरा गर्दै, हेर्नुहोस् त ढुङ्गा कति ठुलो भन्दै कुरा गर्दै भिडियो पनि बनायौँ। यो ढुङ्गा होइन, यिनलाई चाहिँ हामी चक्रशिला भन्नुपर्ने रहेछ। हेर्नुहोस् त कति ठुलो चक्रशिला है भन्दै कुरा गर्दै अनि दर्शन गरेर तपाईँलाई कस्तो लाग्यो, रमाइलो लाग्यो, मनमा शान्ति मिल्यो, खुसी लाग्यो, कस्तो लाग्यो भन्दै कुरा गर्दै हामीहरू चाहिँ हिँडियो। अनि एकदम रमाइलो के दर्शन गरेर यति शान्ति मिल्छ। यहाँ गइसकेपछि कति खुसी मिल्छ है। सबैजना यति खुसी देखेर मलाई पनि अझै झन् खुसी लाग्यो। खुसी त खुसी लाग्छ मन्दिर गएपछि। अनि सबैजनालाई खुसी देख्दा त झनै खुसी लाग्ने। अनि सबै भक्तगणहरूले यसरी दर्शन गर्नुहुन्छ। उहाँ भिड पनि हुन्छ, बेला बेला त गाडीका गाडी आउँछन् नि त, जब गाडीको हुल जान्छ त बेसकै नै भिड हुन्छ। अनि एकछिनमा चाहिँ भिड कम हुन्छ। त्यसपछि हामीले दर्शन गऱ्यो। यहाँ चाहिँ गलेश्वर धाम भनेर चिनिन्छ। गलेश्वर भगवान्जीको दर्शन गरिसकेपछि यो गलेश्वर मन्दिर पनि यही गण्डकी नदी किनारेमै हुनुहुन्छ। हामीहरूले दर्शन गरेर एकदम राम्रोसँग दर्शन गऱ्यो। अब चाहिँ घरतिर जाऊँ है भनेर हामी हिँड्दैछौँ। अनि यहाँ यसो फोटो खिच्ने भनेर आमा र सोल्टिनाकै फोटो खिच्नलाई पोज लिएर बस्नुभएको छ। फोटो खिच्नलाई कति तयार भएर टक्क लाएर फोटो खिच्दै भिडियो गर्दै हामीहरू चाहिँ दर्शन गर्दै हिँड्यौँ।
त्यसपछि हामीहरूले पनि आफ्नो परिवार छोरी र म बुढा भएर पनि फोटो खिच्यौँ अनि हिँड्यौँ। खाँसी पो आयो त बोल्दा बोल्दै। यस्तो रमाइलो बिच ढुङ्गामा सुतेर घाम पनि लागेका थिए। ढुङ्गामा सुत्ने बस्ने गरी फोटो खिचियो शिलाचक्रमा। अनि हामीहरूले चाहिँ यहाँ दर्शन गरिसकेपछि अब जाऊँ है, अब बाटो लाग्नुपर्छ भन्दै फोटो खिच्दै सेल्फी खिच्दै हिँड्यौँ। अब तपाईँहरू देख्न सक्नुहुन्छ मुक्तिनाथ दर्शन गराएँ। तातो पानी पनि मैले देखाएँ। त्यसपछि हामीहरूले गलेश्वर मन्दिरको दर्शन गरेको पनि तपाईँहरूलाई देखाएँ। अब हामी बागलुङ कालिका आइपुगिसकेका छौँ। यो काली मन्दिरको यो प्रवेशद्वार हो। यहाँ जङ्गलको बाटो छ, राम्रो बाटो बनाइदिएको छ गाडी पार्किङमा लगाएर। हामीहरू चाहिँ बागलुङ कालिका मन्दिर दर्शन गर्न जानको लागि हिँडिसक्यौँ। बाटोमा कस्तो लाग्यो दर्शन गर्न जाँदैछौँ भन्दै कुरा गर्दै हिँड्दाखेरिमा सबैले राम्रो लाग्यो भनिरहनु भएको छ। यो भिड हेर्नु बाबा, यति भिड। एक त त्यो अमावस्याको अर्को दोस्रा दिन हुनाले पनि होला के र सबै भक्तगणहरू मुक्तिनाथ दर्शन गरिसकेपछि बागलुङ कालिका दर्शन गर्न आउनुहुँदो रहेछ। उसको अलावा अरू भक्तगणहरू पनि अब लोकल पनि आउनुहुँदो रहेछ। अब यस्तै गरी पुरा बिच दोनो साइडमा जङ्गल छ, बिचमा यस्तरी रोड बनेको छ। हामीहरू चाहिँ दर्शन गर्न जाँदैछौँ। बिच नानीले चाहिँ भिडियो सेल्फीहरू गरिरहेको थियो। यसै गर्दै रमाउँदै अलि परसनी नै हिँडेर जानुपर्ने। हिँड्दै गयौँ दर्शन गर्न। मन्दिरभन्दा काफी वरैदेखि लाइन लागेको थियो। हामीहरू सही कुरा गर्दै फोटो सेल्फी गर्दै गइसकेपछि टक्क लाएर लाइनमा पनि उभियो थियो। यसरी गइसकेपछि बिचमा चस्मा लाएर नि भिडियो सेल्फी बनाउनु पर्यो नि त। अनि यसरी मैले पनि टक्क लाएर चस्मा लगाएर भिडियो गरेँ। अनि अब हामी अगाडि जाँदैछौँ। अगाडि गइसकेपछि तपाईँहरूलाई रमाइलो ठाउँहरू देखाउँदै म जानेछु मन्दिरसम्म। यसरी हिँड्दै गइसकेपछि हामीहरू पनि टक्क लाएर लाइनमा लागिसकेका छौँ। अब लाइनमा त बस्नु पर्यो। बिना लाइनको गयो यत्रो हामीहरू दर्शन गर्न भनेर आइसकेपछि बिना लाइनको गएर दर्शन गरेर त मजा आउँदैन। यत्रो तपस्या गरेर कहाँबाट हामीहरू आइसकेका छौँ। इन्डियादेखि गइसकेका छौँ। अब यत्रो बाटो गइसकेको मान्छे बिना लाइनमा गएर जबरजस्ती घुसेर दर्शन गर्ने कुरो त हुँदैन नि त। फेरि हामीहरू पनि लाइनमा लाग्यौँ। त्यहाँ बिचमा त कतिपय मानिसहरू चाहिँ जानुहुँदो रहेछ, जबरजस्ती गएर दर्शन गर्नुहुँदो रहेछ। हामी हेरिरहेका थियौँ। फेरि यसरी लाइनमा लागेर दर्शन गऱ्यौँ। अब जलहरू पनि त्यहाँ नलमा पानीहरू पनि ठाउँमा छ। हामीहरूले जल पनि लिएर गएका थियौँ। धेरै बेरसम्म लगभग 1 घन्टाभन्दा त धेरै लामो समयसम्म हामीहरू यसरी लाइनमै खटिएर लाइनमा बसेर दर्शन गरियो। दर्शन गरिसकेपछि त्यहाँ त भजन कीर्तन त यस्तो रमाइलो हुने नाच्न मन लाग्यो। त्यसपछि हामीहरू बागलुङ कालिका दर्शन गरिसकेपछि अब वापस रेडी हुँदै फेरि हामीहरू घरतर्फ जाँदैछौँ। हेर्न सक्नुहुन्छ बाटो बिच कच्चा छ, बिच पक्का पनि छ। अब यसै गरी फेरि हामी रिटर्न फेरि जाम भन्ने यहाँदेखि पनि हिँडियो। बिचमा हामीहरूले खानाहरू पनि खिलाउनु भयो। सादा खाना राम्रो दिने। अब ठिकै हो, खावाअनुसारले एकदम राम्रो पाउँछ बाटोमा। खाना खाँदाखेरि त्यसपछि हामीहरू माइतबाट यसरी आमा छोरी भएर हिँड्यो। बुढा चाहिँ 2 दिन पहिल्यै लखनऊ आउनुभयो, किनभने घरमा पौधाहरू सुकिसक्यो भनेर आत्तिएर। हामी आमा छोरी चाहिँ 2 दिनपछि सरर ट्रेनमा घर आउँदै